Hello everyone, good afternoon. CBSE 12 को रिजल्ट भइसकेको छ एन्ड यसपालि चाहिँ नानीहरूले निकै जग्गामै 84% नानी मात्रै पास भएको छ. So most of the students have failed in some subjects. So हाम्रोबाट पनि कति नानीको चाहिँ some subjects मा compartment छ एन्ड त्यहाँ चाहिँ आरटी लेखेर आउँदै रहेछ. सो अलिकति यसको रिगार्डिङ चाहिँ सानो मेसेज तिमीहरूलाई. सो ध्यानले हेर्छ, सीबीएसई मा तिमीहरूले पास हुनु लागि चाहिँ मिनिमम 5 सब्जेक्ट्स मा चाहिँ पास हुनुपर्छ. ओके, सो मिनिमम 5 सब्जेक्ट्स मा चाहिँ पास हुनुपर्छ. सो कतिको चाहिँ के छ भन्दा चाहिँ यहाँ अब हामीले सीबीएसई स्टुडेन्टलाई 3 क्याटेगोरीमा डिभाइड गर्छ. सो फर्स्ट छ हाम्रोमा यस्तो स्टुडेन्ट्स जसमा चाहिँ टोटल 5 सब्जेक्ट्स मात्रै छ. 5 सब्जेक्ट्स टोटल छ. सो जसको चाहिँ 5 सब्जेक्ट्स टोटल छ, 5 वटाको 5 वटामा सबैमा पास हुनुपर्छ. अगर कुनै सब्जेक्टमा आरटी देखाउँदैछ, मतलब रिपीट इन थ्योरी देखाउँदैछ भन्दा चाहिँ तिमीहरूले चाहिँ जुन चाहिँ यो जुलाईमा कम्पार्टमेन्ट एक्जाम हुन्छ, त्यो कम्पार्टमेन्ट एक्जाम बसेर चाहिँ यसलाई चाहिँ क्लियर गर्नुपर्छ. अदरवाइज सीबीएसई 12 मा चाहिँ त्यो फेल हो, अगाडि कलेजमा एडमिसन पाउँदैन. सेकेन्ड क्याटेगोरी जुन चाहिँ छ हाम्रोमा, दे आर स्टुडेन्ट्स जसकोमा चाहिँ 6 सब्जेक्ट छ. टोटल 6 सब्जेक्ट छ र टोटल 6 सब्जेक्टलाई चाहिँ हामीले दुई पार्टमा डिभाइड गर्छ. एउटा सेकेन्ड भइगयो, अर्को 6 सब्जेक्ट्स. सो 6 सब्जेक्ट्स हुनेले चाहिँ के गर्छ भन्दा चाहिँ 6 सब्जेक्ट्स हुनेछ भने चाहिँ मिनिमम 5 मा चाहिँ पास हुनुपर्छ. सपोज 5 सब्जेक्टमा चाहिँ पास छ एन्ड 1 सब्जेक्टमा चाहिँ आरटी देखाउँदैछ, मतलब रिपीट इन थ्योरी देखाउँदैछ र ओभरअल रिजल्टमा चाहिँ तलपट्टि चाहिँ पास लेखिरहेको छ. ठिकै छ. सपोज तिमीहरूले फिजिक्स या फिर केमिस्ट्रीमा, सपोज हामी अज्युम गरे फिजिक्समा कसैको 1 सब्जेक्टमा आरटी आएको छ अरे, तर ओभरअल चाहिँ नानीले चाहिँ 5 वटा सब्जेक्ट चाहिँ पास गरेको छ. 5 वटा सब्जेक्ट पास गरेकोले गर्दा चाहिँ सीबीएसई 12 मा चाहिँ उनीहरू चाहिँ पास भएको. सीबीएसई 12 चाहिँ उनीहरू पास भएको. तर फिजिक्समा जुन चाहिँ कम्पार्टमेन्ट छ, आरटी भनेको रिपीट इन थ्योरी एन्ड रिपीट इन थ्योरी भनेको कम्पार्टमेन्ट हो. फिजिक्समा जुन चाहिँ कम्पार्टमेन्ट हो, सो यसले गर्दा चाहिँ फिजिक्ससँग रिलेटेड कुनै पनि कोर्स गर्नु पाएन. जस्तो नानीले नीट बस्नु पाएन, किनकि यो जुन चाहिँ फिजिक्स हो यो चाहिँ नीटको चाहिँ एकदमै इम्पोर्टेन्ट सब्जेक्ट हो. ओभरअल तपाईहरु पास छ, तर एउटा सब्जेक्टमा आरटी भएकोले गर्दा, कम्पार्टमेन्ट भएकोले गर्दा चाहिँ फिजिक्ससँग रिलेटेड तपाईले कुनै पनि एक्जाम्स बस्नु पाएन, कुनै पनि पछि कोर्स पनि गर्नु पाएन. सो यसको लागि चाहिँ तपाईहरुले फेरि कम्पार्टमेन्ट एक्जाम बस्दा हुन्छ एन्ड कम्पार्टमेन्ट एक्जाम जुलाईमा हुन्छ. हामी डेट तपाईहरुलाई भनिदिन्छ. नेक्स्ट क्याटेगोरी आयो 5 सब्जेक्ट्स. फर्स्ट थियो हाम्रो 5 सब्जेक्ट्स. 5 सब्जेक्ट्समा जसको 5 सब्जेक्ट छ, 5 वटाको 5 वटामा पास हुनुपर्छ. एउटामा पनि फेल हो भने चाहिँ त्यो फेल हो. 5 वटा सब्जेक्ट चाहिँ कम्पल्सरी छ. न जसको चाहिँ 6 वटा सब्जेक्ट छ, 6 वटा सब्जेक्टमा 5 वटा पास भएको छ र एउटा चाहिँ कम्पार्टमेन्ट छ, ओभरअल नानी पास हो. तर त्यो जुन सब्जेक्टमा कम्पार्टमेन्ट छ त्यो सब्जेक्टको रिलेटेड चाहिँ कुनै पनि एक्जाम पछि दिनु पाएन, नीट बस्नु पाएन, जेई बस्नु पाएन, इन्जिनियरिङ गर्नु पाएन, बीटेक एमटेक के पनि गर्नु पाएन, फिजिक्स अनर्स गर्नु पाएन. सो जुन कोर्समा चाहिँ फिजिक्स इम्पोर्टेन्ट छ त्यो चीज चाहिँ गर्नु पाउँदैन. राइट. सो म चाहिँ भन्छु जो एउटा सब्जेक्टले बिगाडेको छ यो पनि कम्पार्टमेन्ट एक्जाम बसेर क्लियर गरिदिइहाल्नु, सो द्याट त्यो मार्कसिटमा चाहिँ त्यो आरटी या फिर कम्पार्टमेन्ट या फिर फेल नदेखोस्. किनकि 12 को जुन चाहिँ मार्कसिट हो त्यो मार्कसिट तिमीहरूलाई पछि पनि चाहिन्छ, जब इन्टरभ्यूमा जाँदा चाहिन्छ, एक्जामको लागि तिमीले जब एन्ट्रेन्सको लागि अप्लाई गर्छ पछि आफ्टर कम्प्लिटिङ यो करियर या फिर आफ्नो पढाइ सकेर चाहिँ त्यति बेला पनि 12 को रिजल्ट इम्पोर्टेन्ट छ. सो एउटा सब्जेक्टमा आरटी देखेको फेल देखेको चाहिँ राम्रो देख्दैन. सो म चाहिँ एडभाइस गर्छु अलिकति मेहनत गरेर पढेर चाहिँ यो सब्जेक्टलाई पनि क्लियर गरिहाल्नु. मिनवाइल तिमीहरू सीबीएसई 12 मा पास भएको छ, तिमीहरूले कलेज एडमिसन फर्दर
कन्टिन्यू गर्दा पनि भइहाल्छ त्यसमै। सो यही वर्ष त्यो दुईटै प्रोसेस भइहाल्छ, कलेज एडमिसन पनि भइहाल्छ एन्ड कम्पार्टमेन्ट एक्जाम पनि भइहाल्छ। नाउ थर्ड क्याटेगोरी आयो जसकोमा 6 सब्जेक्ट छ एन्ड 6 सब्जेक्ट्समा चाहिँ त्यो नानी चाहिँ दुईटा सब्जेक्ट, सपोज फिजिक्समा एन्ड केमिस्ट्रीमा चाहिँ यो दुई सब्जेक्टमा चाहिँ आरटी आएको छ, रिपिट इन थ्योरी। अब आउट अफ दिस 2 सब्जेक्ट्स, मैले भनेको थिएँ अघि कि 5 वटा सब्जेक्टमा पास हुनै पर्छ। आउट अफ दिस 2 सब्जेक्ट्स 4टा त अलरेडी पास भइसकेको छ आउट अफ 6। आउट अफ दिस 2 सब्जेक्ट्स एउटाको कम्पार्टमेन्ट एक्जाम जुलाईमा दिँदा हुन्छ एन्ड आफ्टर दैट अर्को सब्जेक्टको त्यसको बादमा जुन चाहिँ अगस्तमा हुन्छ, अगस्त सेप्टेम्बरमा नेक्स्ट कम्पार्टमेन्ट एक्जाम हुन्छ, त्यो दिँदा हुन्छ। र जो नानी चाहिँ दुईटा सब्जेक्टलाई बिगाडेको त्यो नानी चाहिँ अहिले चाहिँ 12 मा चाहिँ फेलै भएको छ, किनकि मिनिमम 5 सब्जेक्ट चाहिँ पास हुनु लागि चाहिन्छ। ठिकै छ। सो यो अन्त यस्तो पनि गर्दा हुन्छ, एउटा सब्जेक्ट क्लियर गर्यो, सीबीएसई 12 पास गर्यो एन्ड नेक्स्ट इयर प्राइभेट क्यान्डिडेट बनेर चाहिँ अर्को सब्जेक्टलाई दिँदा पनि हुन्छ, क्लियर गर्दा पनि हुन्छ। सो सबै नानीले जति पनि सब्जेक्ट्स तिमीको 12 मा छ सबै सब्जेक्ट्सलाई क्लियर गरेको चाहिँ राम्रो। ओके, अन्त जो नानीहरू हाम्रोमा पढेको थियो है, रेगुलर देखि पढेको थियो या फिर क्रैश कोर्स देखि पढेको, हाम्रोबाट पनि कति नानीहरू फेल भएको छ है, डिफ्रेन्ट सब्जेक्ट्समा फेल भएको छ। आई डोन्ट नो यसपालि व्हाट वेन्ट रङ, तर यस्तो चाहिँ कहिले पनि हुँदैन। सो हामी तिमीहरूलाई हेल्प अझै पनि भन्दैछौँ, हामी तिमीहरूलाई हेल्प गर्ने हो, हामी तिमीहरूलाई पास हुनुमा हेल्प पनि गर्ने हो है। तिमीहरूले यत्रो ट्रस्ट गरेर ग्रेस स्टडी सेन्टर जोइन गरेको छ, सो हामीले चाहिँ तिमीहरूलाई यो सब्जेक्टमा जति सक्छ हाम्रो बेस्ट दिएर चाहिँ तिमीहरूलाई चाहिँ हामीले पास गराउने कोसिस चाहिँ गरेको छ है। एट द सेम टाइम म तिमीलाई रिक्वेस्ट पनि गर्छु, जो जसले एक्जाम बिगाडेको छ स्टार्ट स्टडिङ है, त्यस्तो केही बिग्रेको छैन, इट्स नट द एन्ड है। तिमीहरूले अब अझै पनि एक्जाम दिएर, मौका त छ नि, अझै पनि एक्जाम दिएर यो सबै सब्जेक्ट्सलाई क्लियर गरेर तिमीहरूले फर्दर आफ्नो स्टडिजलाई कन्टिन्यू गर्दा हुन्छ है। थ्याङ्क यू। अन्त अर्को कुरा चाहिँ जो नानी चाहिँ आएर कम्पार्टमेन्टको क्लासेस बस्ने हो, हामी क्लासेस चाहिँ मन्डेदेखि स्टार्ट गर्छ। सो मलाई तपाईँहरूले मेसेज गरिदिनुहोस् है, वाट्सएपमा मेसेज गरिदिनुहोस् या फिर फोन गरिदिनुहोस्, हामी नाम लेखेर रेडी गरिदिइहाल्छ। त्यही हिसाबमा हामीले क्लासरुम टाइमिङहरू अरेन्ज गरेर तपाईँहरूलाई एउटा ग्रुप बनाएर हामीले इन्फर्म गरिदिन्छ है। म कम्पार्टमेन्टको अर्कै वाट्सएप ग्रुप बनाएर सबैलाई त्यसमा इन्फर्म गरिदिन्छु। थ्याङ्क यू।